आजको भिडियो केवल एउटा कन्टेन्ट क्रिएटरको कथा होइन, यो कथा हो नहार्ने आँट, निरन्तर मेहनत र अधुरा सपनालाई पूरा गर्ने विश्वासको। आज हामी तपाईलाई भेटाउन जाँदैछौँ गौरव शाहसँग, जसले युट्युबमा कभर भिडियो बनाएर आफ्नो यात्रा सुरु गरेका थिए। त्यो बेला धेरैले हेरेनन्, धेरैले विश्वास गरेनन्, तर एउटा कुरा उनले कहिले छाडेनन्, आफ्नो प्यासन। जो युट्युबबाट अपेक्षा रिस्पोन्स आएन त्यसबेला पनि उनले हार मानेनन्। समय बदलियो, प्लेटफर्म बदलियो र उनले फेसबुकमा रिल र मिनी ब्लग मार्फत आफ्नो कला संसारलाई देखाउन थाले। आज नतिजा तपाईँ हाम्रो अगाडि छ। फेसबुकमा 172,000 भन्दा बढी फलोवर, टिकटकमा 32,000 भन्दा बढी फलोवर र उहाँको धेरै भिडियोहरूमा 1 मिलियन भ्युज पार गरेका छन् र केही भिडियोहरूमा त 5 मिलियन भ्यू पार गरिसकेका छन्। तर सफलता यही रोकिएन। आज गौरव शाह केवल क्रिएटर मात्र होइन, उहाँ क्रिएटरबाट क्रिएटर बनाउने व्यक्ति बनेका छन्। आफ्नो मोमेन्ट क्याप्चर स्टुडियो मार्फत 4-5 जनाको प्रोफेसनल टिमलाई रोजगार दिँदै विराटनगरमा मात्र होइन, विराटनगर बाहिरसम्म वेडिङ, एनिभर्सरी, इभेन्ट, भिडियो सुटिङ सबै काम A1 क्वालिटीमा गर्दै आएका छन्, जहाँ हरेक ग्राहकको अनुहारमा सन्तुष्टि देख्न पाइन्छ। यो भिडियोमा हामी उहाँको सङ्घर्ष, निराशा, धैर्य र सफलताको यात्रा सबै नजिकबाट देखाउनेछौँ। यदि तपाईँ पनि कहिले हार मान्ने सोचमा हुनुहुन्छ भने यो भिडियो तपाईँको लागि हो। भिडियो अन्तिमसम्म हेर्नुहोला, सायद यही कथा तपाईँको जीवन बदलिने प्रेरणा बन्न सक्छ। एन्ड वेलकम ब्याक टु माई न्यू ब्लग। र आजको ब्लग एकदमै स्पेसल हुनेवाला छ। आज म र रविन्द्र दाई आएको छौँ यता बरगाछी र यहाँ तपाईँलाई एउटा एकदमै फेमस होइन, जसलाई फेसबुकमा मैले इग्नोर गर्न सकिनँ, फिडमा हाम्रो फिडमा आइरहेको थियो, पुरै फनी कन्टेन्ट बनाउँछ। सो अब को हो होइन, भित्र गए तपाईँलाई हेराउने छु र उहाँसँग मतलब हुन्छ नै हामी प्रश्न पनि के सोध्नेछौँ। सो भिडियो हेरिराख्नु होला। फाइनली अहिले हामी छौँ मोमेन्ट क्याप्चरमा र मसँग छ गौरव, हेर्न सक्नुहुन्छ। उहाँको फेसबुकमा त हल्का म चेक गर्दा थाहै छ तपाईँलाई, जति उसलाई इग्नोर गर्ने पऱ्यो मलाई त उसको भिडियोहरू आइहाल्छ होइन। फाइनली मतलब उहाँसँग भेटेँ होइन, र उहाँलाई मतलब यति फलोवर होइन, यति छिटो होइन, यति राम्रो कन्टेन्ट कहाँदेखि आयो, कसरी गर्नु हो, केही प्रश्नहरू सोध्छु उहाँहरूलाई। तपाईँले त्यहाँदेखि केही सिक्नु सक्नुहुन्छ होइन। एकपल्ट सबैभन्दा पहिला तपाईँलाई वेलकम मोमेन्ट क्याप्चर स्टुडियोमा। मेरो नाम चाहिँ गौरव कुमार शाह। म चाहिँ एज अ फोटोग्राफर पनि छु र मोमेन्ट क्याप्चर चलाउँछु पनि म, र म एउटा कन्टेन्ट क्रिएटर पनि हो। साथसाथै म यो कन्टेन्ट क्रिएसनको जर्नी भनेको नि तपाईँको 4-5 सालदेखि पहिले नैदेखि 2019-20को टाइमदेखि मलाई चाहिँ यो लाइनमा इन्ट्रेस्ट लागेको थियो क्या। फोटोग्राफी प्लस त्यो भिडियो बनाउने हुन्छ नि, लाइक एउटा त्यही टाइपमा मलाई इन्ट्रेस्ट लागेको कारणले म फोटोग्राफी लाइनमा पनि छु। एज अ कन्टेन्ट क्रिएसन पनि भिडियोहरू बनाउनु मजा आउँछ। सन्दर्भले मतलब एउटा प्रश्न थियो, मतलब जुन फेसबुक पेज छ मलाई थाहा छ होइन, जो नयाँ हेरेको छ उहाँहरूको मतलब नाम के छ फेसबुक पेजमा, त्यो नामदेखि स्टार्ट गर्नु। मेरो नाम गौरव शाह, मेरो फेसबुकको पनि नाम गौरवै शाह हो र मेरो स्टुडियोको नाम मोमेन्ट क्याप्चर, फेसबुकमा पनि पेज छ मोमेन्ट क्याप्चर। जस्तै तपाईँ एजुकेसन सक्ने बित्तिकै कसरी यो तपाईँ यो फिल्डमा आउनु हो होइन, कसरी मतलब यो गर्नुपर्छ आइडिया हो कि मतलब कसरी सिक्नु हो? सही कुरा, म चाहिँ यो लाइनमा मलाई 4-5 साल पहिले नैदेखि इन्ट्रेस्ट थियो र एजुकेसन जुन बेसिक एजुकेसन गर्छ मान्छे, र म एजुकेसनको म्याटरमा म चाहिँ एचए गरेको छु र एचए गर्दा मलाई त्यो किक मिलेन क्या। अब प्यासन भनेको तपाईँको फोटोग्राफी, फोटो भिडियो बनाउने, अनि पढाइ चाहिँ म हेल्थ लाइनको गरिहालेँ। हेल्थ लाइनलाई मैले गिभअप गरेर म यही सोसियल मिडियातिर लागेको छु। जब पनि अब भनौँ या मेरो काम भनौँ फोटोग्राफी गर्छु म, प्रोफेसन नै प्यासनलाई नै म प्रोफेसनमा कन्भर्ट गरिसकेँ अहिले। त्यो गर्दा झन् मतलब काम गर्न मजा आउँछ कि? मजा आउँछ, खुसी मिल्छ क्या। पैसा बोल्छ नि त्यो 3 इडियटमा, लाइक त्यस्तै टाइपको क्या, भित्रबाट खुसी मिल्छ यो कामदेखि। त्यही गर्नुपर्छ, उसलाई पनि त्यही गर्नुपर्छ, जुन आफ्नो इन्ट्रेस्ट छ नि त्यसमै गर्नु पऱ्यो कि। प्रेसर हुन्छ कि पनि कामसँग गर्नको लागि, मतलब बिना इन्ट्रेस्ट गरियो भने त्यो मजा आउँदैन। मजै आउँदैन, सही कुरा भन्नु, के मिल्दैन।
जस्तै मतलब तपाईँ सुरुमा गर्नुभयो नि भिडियो एडिटिङ मतलब अनि सुरुमा स्टार्टिङ गर्दाखेरि मतलब मेन मतलब गाह्रो के थियो मतलब हुन्छ नि स्टार्टिङमा एडिटिङ या टिम नभएको मतलब सुरुमा स्टार्टिङ गर्दा के गाह्रो मतलब फिल भइरहेको थियो? त्यो त सबलाई गाह्रो हुन्छ, स्टार्टिङ फेजै अलिक स्ट्रगलिङ हुन्छ र अब जो गिभअप गर्दैन लगिराखेको हुन्छ सबैको टाइम आउँछ, मेहनत गऱ्यो भने अभियसली तपाईँको पनि दिन आउँछ र त्यही थियो। म कन्टिन्यू आफ्नो काम गरिरहेको थिएँ र होप एक दिन मेहनत रङ लाउँछ, त्यस्तै भयो मेरो साथमा पनि र भिडियोजहरू बनाउँदाखेरि भिडियोजहरू भाइरल हुन थाल्यो र मेहनत रङ लायो, त्यति भन्दा हुन्छ। त्यसमा मतलब मेन गाह्रो मतलब त्यो पोइन्ट हुन्छ नि कि एडिटिङ गर्न अल्छी लाग्थ्यो मतलब आउँदैन थियो कि मतलब क्यामेरादेखि बोल्न डराउँथ्यो मतलब के थियो मतलब मेन एउटा हुन्छ नि स्टार्टिङ गर्नु अगाडि समस्या मतलब यस्तोदेखि डर हुन्छ नि? होइन, समस्या के कुराको थियो, म एउटा गाउँबाट बिलङ गर्छु कि मेरो गाउँमा अहिले पनि तपाईँको प्रपर नेट चल्दैन, समस्या त्यही ठुलो थियो। अब भने थियो मलाई सानैदेखि प्यासन थियो, म हरेक कुरा सिकिरहेको थिएँ, युट्युबहरूबाट सिक्थेँ र सिक्दै र त्यसलाई म गाह्रो त नभनौँ, मलाई मजा पनि आउँदै थियो सिक्नमा र समस्या अब अहिले पनि स्टिल लर्निङ क्या, अब सधैँ सिकि नै रहेको हुन्छु भन्दा हुन्छ कि अब पर्फेक्ट त छुइनँ, बट सिकि नै रहेको छु अहिले पनि। त्यो मान्छेले जीवनभरि त सिक्ने सिकेको त्यही तपाईँको कन्टेन्टमा धेरै राम्रो हुन्छ होइन, मान्छेलाई धेरै खुसी लाग्छ होइन, इन्जोय लिन्छ। त्यो कन्टेन्ट क्रिएट गर्ने त्यो आइडियाहरू हुन्छ नि क्रिएटिभहरू त्यो कहाँदेखि ल्याउनुहुन्छ मतलब यसको सोर्स भन्नाले हामी इन्स्टाग्राम युज गर्छौँ, इन्स्टाग्राम हेर्छौँ र जुन ट्रेन्डिङ चलिरहेको हुन्छ तपाईँको ट्रेन्डिङ सङ आयो, ट्रेन्डिङ टाइपमा कुनै कन्सेप्ट रिल आयो र त्यसलाई आफू पनि क्रिएट अब भन्छ मान्छे कपी गर्यो, कपी होइन क्या, त्यो ट्रेन्ड आएको हो क्या, त्यसलाई हामी फलो गऱ्यो भने नि त्यो ट्रेन्डलाई हामीले अगाडि बढ्न मद्दत गर्छ क्या। लाइक कुनै पनि टाइममा कुनै पनि सङ आउँछ त्यो ट्रेन्डिङको लागि हो, त्यसलाई युज गर्नु तपाईँको भिडियोमा भ्युज बढी आउँछ, आफै क्रिएसन पनि आफै पनि गर्छु, मजा पनि आउँछ र फलो गर्ने कि आफ्नो पनि कन्टेन्ट बनाउने, ट्रेन्डलाई कपी पनि गर्ने हो क्या। यस्तो पनि हुन्छ उहाँले राम्रो बेस्ट दिने कोसिस गर्नुहुन्छ अनि के तपाईँको जुन क्वालिटी हुन्छ नि त्यो मतलब कुन क्यामेराबाट सुटिङ गर्नुहुन्छ कि मोबाइल फोन युज गर्नुहुन्छ के छ? हुन चाहिँ हामीसँग प्रोफेसनल क्यामेराहरू पनि छ, माइक पनि प्रोफेसनल छ, हरेक कुरा हामी प्रोफेसनल आज यही लाइनमा काम गर्दाखेरि हाम्रो प्रोफेसनल सेटअपहरू पनि छ। तर म चाहिँ सुट गर्छु म आफ्नो मोबाइलैबाट, मोबाइल पनि राम्रो छ, त्यो मेरो भिडियो आउनु भनेको मोबाइलैबाट हो, राम्रो मोबाइल छ, त्यो ठुलो क्यामेरा चाहियो यो चाहियो त्यो चाहिँ एउटा बाहना हो क्या, तपाईँ एउटा मोबाइलले पनि राम्रो भिडियो बनाउन सक्नुहुन्छ क्या। अहिलेसम्म म आफ्नो रिलको लागि चाहिँ म आफ्नै मोबाइल युज गरेको हुन्छु। मोबाइल त ठिक छ, त्यसो त के हुन्छ जुन एडियो क्वालिटी हुन्छ नि त्यो भिडियो बनाउँदाखेरि एडियो क्वालिटी कति इम्पोर्टेन्ट हुन्छ भिडियोमा कि मतलब? अडियो त म्याटर गर्छ नि, अब अहिले हामी बजार एरियामा बसिरहेको हुन्छौँ, बजारमा अभियसली नोइज हुन्छ, अब मैले बोलेको कुरा तपाईँ बुझ्नु नै भएन भने त मजा आएन नि त। सो अडियो क्वालिटी चाहिँ इम्प्रुभ हुनुपर्छ, तपाईँ माइकहरू युज गर्नु र एडिटिङ नलेज पनि राख्नु। अहिले एडिटिङ एपहरूमा बेटर साउन्ड क्वालिटी दिन्छ, तपाईँको नोइज रिडक्सनहरू हुन्छ, त्योहरू युज गर्न सक्नुहुन्छ। जस्तै तपाईँले मलाई कहिले काहीँ तपाईँ भिडियो दिनमा 3-4 आइहाल्छ कि मतलब होइन धेरै आउँछ, त्यो मतलब भिडियो अपलोड कसरी मेन्टेन गर्नुहुन्छ? दिनमा 4टा 3टा 2टा मतलब हुन्छ नि, काम पनि गर्नुहुन्छ त्यहाँ अपलोड पनि भइरहेको हुन्छ, त्यो मतलब दुइटै कसरी म्यानेज गर्नुहुन्छ कि? हामी चाहिँ यो रूपमा सुट गर्छौँ, हामी डेली भिडियो पनि सुट गर्ने होइन कि, हप्तामा 1 दिन 2 दिन सुट गर्ने, लार्ज क्वान्टिटीमा सुट गरिहाल्ने 10वटा 15वटा रिल, देन आफ्टर तपाईँको एडिट गर्दै अपलोड गर्ने हो। टाइम म्यानेज गर्नुपर्छ, टाइम म्यानेजमेन्ट इज इम्पोर्टेन्ट, सेड्युल मिलाउनुपर्छ। अब जस्तै सुरुमा मतलब भिडियो धेरै सुरुमा त हुन्छ नि धेरै भिडियो बनायो तर गइरहेको हुँदैन, तर कुनै भिडियो मतलब अब कुन यस्तो भिडियो चाहिँ तपाईँको मतलब जुन अलिक भाइरल भयो कि? मेरो भाइरल भिडियो भनेको म एज अ फोटोग्राफरै हो, त मेरो फोटोग्राफीको भिडियो चाहिँ धेरै भाइरल भएको थियो क्या, मिम्ससम्म बनेको थियो, एक दिनमै सायद 1.5 करोड रिल मतलब भ्युज आइदिएको थियो क्या, 15 मिलियन प्लस आइदिएको थियो। फर्स्ट मेरो भाइरल भिडियो त्यही थियो। अहिले तपाईँको टिकटकमा कति फ्लोर छ? टिकटकमा 32,000 समथिङ त्यति नै छ। फेसबुकमा 61 त्यही एराउन्ड छ, 61 को आसपास। जुन रफ्तारमा काम गर्नुहुन्छ नि कन्टेन्ट दिनुहुन्छ त्यसमा त हो अभियसली। अब जुन जस्तै तपाईँले ह्यासट्यागहरू युज गर्नुहुन्छ नि अल्गोरिदम भनौँ होइन या उसलाई सिओ भन्छ, त्यो कतिको म्याटर गर्छ कि भिडियो अपलोड गर्दाखेरि? म्याटर गर्छ कि लाइक ह्यासट्यागहरू कुनै पनि युज गर्नुहुन्छ नि, लाइक जस्तो मेरो आफ्नै ह्यासट्याग एउटा युज गर्छु म हरेक क्याप्सनमा गौरव शाह ब्लग ह्यासट्याग। अब त्यो मेरो कुनै पनि नाम कुनै पनि सोसियल मिडियामा सर्च गर्दाखेरि इफ आएन भने ह्यासट्याग गौरव शाह लेख्दाखेरि अभियसली त्यो सो गर्न थाल्छ क्या। अब बुझ्न सक्नुहुन्छ सोसियल मिडिया कुन
तरिकाले काम गर्छ कि ह्यासट्याग पनि म्याटर गर्छ क्या तपाईँको गुगलहरूमा पनि सो गराउन थाल्छ तपाईँ आफ्नो नामको ह्यासट्याग युज गर्नु ट्रेन्डिङ जुन सङ हुन्छ त्यसको ह्यासट्यागहरू युज गर्नु म्याटर गर्छ क्या ह्यासट्याग पनि अब नेपाल त त्यो अलि पैसाहरू दिने मतलब कन्टेन्ट क्रिएटरलाई मतलब मोनेटाइजर समस्या छ त्यो पनि अब के छ इन्कमहरू मेरो सोसियल मिडियाबाट जेरो इन्कमहरू सोसियल मिडियाबाट गरिएको छैन स्पोन्सरबाट अलिअलि गरिएको छ त्यति मात्रै हो यसलाई म अहिलेसम्म एज अ इन्टरटेनमेन्टका रूपमा लिइराखेको थिएँ र मजा पनि आइरहेको थियो अब होप कि सोसियल मिडियाबाट केही अर्निङ पनि गर्न हुन्छ अब नेपालमा मोनेटाइज आइसकेको छ अब जस्तै तपाईँले अब जुन आउँछ नि ब्रान्डहरू स्पोन्सरहरू त्यो कसरी मतलब डिल हुन्छ कि हाम्रो जुन पेजहरूमा नम्बरहरू या कन्ट्याक्ट आइडीहरू राखेको छ त्यहाँबाट उहाँहरू हामीलाई कन्ट्याक्ट गर्नुहुन्छ कन्ट्याक्ट गरेपछि हाम्रो केही डिलहरू मिल्छ देन इफ हामीलाई राम्रो लाग्यो इफ हामीले गर्ने टाइपको छ भने हामी गरिदिने अब यस्तो मतलब भिडियो तयार बनाउनुहुन्छ दिनमा 2-3टा हाल्नुहुन्छ होइन अब कहिले काहीँ के हुन्छ भने सबै राम्रो भिडियो हुँदैन कुनै कहिले काहीँ मतलब हुन्छ नि गलत कन्टेन्ट पनि गइहाल्छ कि मतलब नेगेटिभ त्यसलाई कसरी मतलब लिनुहुन्छ कि त्यो नेगेटिभ कमेन्ट आउँछ कि नेगेटिभ कमेन्ट नेगेटिभ अब इग्नोर गर्ने कि गाइज अब सबको जतिको सपोर्टर हुन्छ हेटर पनि हुन्छ क्या अब त्यसलाई इग्नोर गर्ने हो अब अगाडि बढ्नु छ भने इग्नोर गरेर आफ्नो माइन्ड सेटअप मिलाएर जानुपर्छ होइन मतलब त्यो त कमेन्ट त नेगेटिभ आउँछ इग्नोर गर्नुपर्छ तर कन्टेन्टै कहिले हुन्छ नि मतलब उल्टो मतलब नेगेटिभ हुन्छ नि अलि जति राम्रो हुनुपर्ने त्यो त अलिकति के हुन्छ भने गलत इम्प्याक्ट गर्छ कि सोसाइटीले त्यस्तो पनि कुनै कहिले भएको छ त्यस्तो भिडियोहरू बनाउँदाखेरि भएको छ हामी चाहिँ संसारीमा पनि एज अ फोटोग्राफर काम गरेको थियौँ अब त्यति बेला हामी भोजपुरी गानामा युज गरिदिएको थियौँ क्या त्यो चाहिँ हामी गल्ती गरेको हो अब मन्दिर जस्तो ठाउँमा हामी भोजपुरी गाना युज नगर्नुपर्ने थियो त्यो चाहिँ हामीबाट गल्ती पनि भएको रियलाइज गर्नु हो गर्नुपर्छ त्यो ठुलो कुरा हो कि कन्टेन्ट अब भिडियो बनाउँदाखेरि कहिले काहीँ के हुन्छ भने गल्ती पनि हुन्छ त्यो गल्ती स्वीकार्नु र त्यसलाई इम्प्रुभ गर्नु नयाँ नयाँ हुन्छ नि उसले अब 2-3टा गल्ती धेरै गर्छ कि मतलब अनि ऊ सक्सेस हुन सक्दैन एउटा ठाउँमा पुग्नुपर्ने त्यो भिडियो हालिरहेको हुन्छ तर ठाउँमा पुग्दैन कि त्यो अनि उनीहरूलाई के भन्नुहुन्छ कि यो गल्ती मतलब नगर्नु होइन एउटा सजेसन दिनको लागि नयाँ कन्टेन्ट क्रिएटर नयाँ अब पहिला सबभन्दा पहिला अब एउटै 2टा भिडियो बनाएर तपाईँ कन्टेन्ट क्रिएटर बन्ने सोच पनि नराख्नु अब यसलाई टाइम दिनुपर्छ अब टाइम दिनु तपाईँ आफ्नो हार्डवर्क गर्नु मेहनत गरिराख्नु भयो भने तपाईँको कन्सिस्टेन्सी म्याटर राख्छ अब एउटा भिडियो आज हाल्नुभयो 1 हप्ता पछि हाल्नुहुन्छ भने त्यो पनि म्याटर गर्दैन तपाईँ एउटा रिदमले एउटा च्यालेन्ज लिनु अहिलेको च्यालेन्ज भिडियोहरू चल्छ तपाईँ 30 दिनको 30 दिन च्यालेन्ज लिनु तपाईँको भिडियोमा टार्गेट राख्नु कि 1000 प्लस भ्युज ल्याउँछु पहिला 1000 को सोच्नु अभियसली तपाईँको भिडियोमा दम भयो भने तपाईँ मेहनत गर्नु भने भ्युज पनि आउँछ नै आउँछ स्योर हो कि सर्टकट तरिका पनि छ भाइरल हुने सर्टकट भाइरल हुन्छ नि गलत काम गर्नु नि एकैछिनमा भाइरल भइहाल्नुहुन्छ एकैछिनमा पुरै नामै कमाएर बस्नुहुन्छ तरिका पनि छ सर्टकट तर त्यो सर्टकट सर्टै टर्मसम्म लिमिटेड हुन्छ त्यसपछि कामै लाग्दैन तपाईँलाई अब जस्तै तपाईँले अहिले 1.5 लाख प्लस त फ्लोर होइन अब तपाईँले 2 साल या 3 साल पछि कति मतलब कहाँसम्म हेर्न चाहनुहुन्छ कि त्यसलाई अब यो आफूमा डिपेन्ड छ म कुन लेभलमा मेहनत गरिराखेको हुन्छु अब अभियसली राम्रो मेहनत गऱ्यो भने म डिजर्भ गर्ने टाइपको फलोवर हुन्छ भने अभियसली बढ्छ इफ मैले गिभ अप गरिदिएँ मेहनतै त्यो लेभलको दिनँ भने के थाहा 1,60,000 चाहिँ 1.5 लाखमा पनि झर्न सक्छ मेहनत गरेँ भने म 5 लाख पनि पुगाउन सक्छु त्यो पनि एउटा एम होला नि कि 2 साल पछि मतलब मिलियन कटोस् या 5 लाख सबैको सोच हुन्छ नि मिलियन आओस् खुसी हालकै हुन्छ क्या अब सोच त त्यस्तै छ मिलियन 2 मिलियन आइदियोस् नेपालको नम्बर 1 ब्लगर बनिहालौँ सोच त आउँछ नि बन्नु छ सोच छ अब अभियसली माता रानीको कृपा र यो तपाईँको फेस भ्यालु पनि छ मार्केटमा होइन भ्यू राम्रो आउँछ कन्टेन्ट चल्छ र यो जुन कोल्याब छ नि मतलब नेपालको या इन्डियाको कोसँग मलाई एउटा इच्छा हुन्छ कि मतलब योसँग मतलब कोल्याबोरेसन अब ठुलो ठुलो हुन्छ नि आफूभन्दा सोच हुन्छ कि म उसको जसको भिडियो हेरेर आएको छु उसँग भेट्न पाएँ उसँग भिडियो बनाउन पाएँ सोच त छ अब त्यो चाहिँ मनैमा राखौँ हामी म चाहिँ सानैदेखि रोहित जिन्जुरके इन्डियन क्रिएटर छ उहाँको बिग फ्यान क्या हामी जस्तै यङ केटा छ र उहाँको भिडियोहरू मलाई ओभर मनपर्छ क्या हो उहाँसँग भेट्न पाएँ भिडियो बनाऊ भने कति खुसी लाग्छ त्यो टाइपको सोच छ क्या रोहित जिन्जुरके यति नै हो
ल हुन्छ सर धन्यवाद तपाईँलाई उहाँसँग केही प्रश्न सोधेँ मतलब म पनि केही कुरा सिक्न पाएँ होइन जुन उहाँको मतलब लगाव छ यहाँदेखि कन्टेन्ट क्रिएटर मैले बिचमा भने तपाईँले भिडियो ब्लग हेर्नुहुन्छ भने मैले सोचेँ मैले छोडिदिएको छु बिचमा फेरिदेखि स्टार्ट गरेँ र उहाँ जस्तै अब कन्टिन्यू राख्नुपर्छ डिमोटिभेट हुनु भएन र उहाँसँग अझै टिम छ होइन टिमलाई पनि भेटाउँछौँ किनभने उहाँको भिडियोमा मतलब उहाँको मिहिनेत पनि हुन्छ र उहाँको टिमको पनि एकदमै मिहिनेत हुन्छ हामीसँग बिहाइन्ड द सिन हाम्रो क्यामेराम्यानले पनि हाम्रो लागि मेहनत गरिराखेको हुन्छ र उहाँको टिमलाई अब बोलाउने छु होइन जस्तै सुरज भइहाल्यो होइन सृष्टि सचिन हजुर